हेलो दर्शन अनि नमस्ते। आज माघे सङ्क्रान्ति गएको पनि 2 दिन भइसक्यो। कामको व्यस्तताको कारणले गर्दा खसी काट्न पाइएको थिएन र आज काटिँदैछ र काट्नुभन्दा अगाडि हाम्रो परम्परा अनुसार मनाइने चलन मनाउँदै हुनुहुन्छ बुवाले। मैले बोका काटेको भिडियो चाहिँ देखाएन। यो बोका काटिसकेपछि पहिलो चरण पोल्ने कार्यक्रम भइरहेको छ र म लगायत 2 जना दाइहरू मिलेर हामीले बोका पोल्दैछौँ। र यो बोका पोलिसकेपछि पानीले मजाले साफ गर्नुपर्ने हुन्छ चारैतिर। त्यसपछि साफ गरिसकेपछि गिलासले अलिअलि तास्नुहुन्छ। अङ्कल अनि दाइले तास्दैनुहुन्छ। म चाहिँ यहाँ अलिकति क्यामराम्यान जस्तै बनिरहेको छु है। र चारैतिर पानी पखालिसकेपछि खरानी बेसार लगाउँदै हुनुहुन्छ अङ्कल र सपोर्टमा दाइ हुनुहुन्छ साथमै। म चाहिँ हल्का क्यामेरा उयो तेर्साउँदैछु। त्यही हो, चारैतिर लगाउँदै हुनुहुन्छ बेसार र खरानी। अनि त्यसपछि तपाईँहरूले हेर्न सक्नुहुन्छ यो हाम्रो गाउँको कुल हो। पानी टक्क आउँदैछ घरको नजिकै। र यो बोके काटिसकेपछि पोलेर सफा गरिसकेपछिको यो पहिलो चरण ससुराले सपेटा काट्दै हुनुहुन्छ। चारैवटा सपेटा काट्नुहुन्छ उहाँले पहिला। हेर्दै जानुहोस् सपेटा कसरी काट्दै हुनुहुन्छ। मेरो गाउँको सबैले त थाहा पाउनु भएको छ नै। फेरि हामीले थाहा पाहा देखाउने कसले नभन्नु होला। कोही हुनुहुन्छ जस्तै अब कुनै गाउँमा हुन्छ अरे त्यस्तो काट्दाखेरि सहयोग नगर्ने। त्यस्तो गाउँको मान्छेहरूले थाहा हुन्छ। प्लस मेरो बाहिर कन्ट्रीका कोही साथीहरू हुनुहुन्छ नि त, जस्तै इन्डिया पाकिस्तान बङ्गलादेशका। उहाँहरूले पनि अलिअलि हेर्नुहुन्छ भाषा नबुझे पनि। त्यही भएर अलिअलि भन्दैछु। फेरि हामीले त सब थाहा पाइसकेका त्यही पनि देखाउन कसले नभन्नु है। फेरि अलिअलि भिडियोको माध्यमबाट केही देखाउँ भनेर मैले पनि देखाउँदैछु। यो चाहिँ चारवटै सपेटा काटिसकेपछि बल्ल बोकेको पिस पार्न सुरु गर्नुहुन्छ। हेर्न सक्नुहुन्छ तपाईँहरूले कसरी काट्दै हुनुहुन्छ। काट्नेमा चाहिँ ससुरा हुनुहुन्छ, समाउनेमा चाहिँ अङ्कल, अनि हेर्नेमा चाहिँ मेरो आफ्नै घरको बुवा मतलब खसीको मालिक है त। हेर्नुहोस्, मजाले हेर्नुहोस्। अब नजिक भएको भए त खाएर सपोर्ट गर्नुहुन्थ्यो होला। टाढा हुनुहुन्छ, अब खान त पाउनु हुँदैन होला। त्यही पनि हेरेर चित्त बुझ्नु है त। अनि यो चाहिँ सपेटा काटिसकेपछि टक्क पहिला यो राजकानी काट्नुपर्ने रहेछ। मलाई पनि त्यति धेरै खसी काट्नेको बारेमा नलेज त छैन। म पनि किनकि अब खसी काट्ने ठाउँमा त्यति धेरै गए पनि त्यही हो हाम्रो पुरी 2-3 यताउता गर्ने मात्र। त्यति खसी काट्नेको बारेमा मलाई पनि त्यति धेरै ज्ञान छैन। त्यही भएर आज चाहिँ मैले पुरै भिडियो बनाएर बस्दैछु यहाँ छेउमै। कसरी काट्नुहुँदो रहेछ, के गर्नुहुँदो रहेछ भनेर। राजकानी काटिसक्नुभयो। अब चाहिँ भुँडी निकाल्ने, भुँडी प्लस भित्रका आन्द्रा कलेजी फोक्सो के निक्लिन्छ सबै, भएको जति सबै पेटमा हुने जति सबै निकाल्दै हुनुहुन्छ। अलिकति भोइस राम्रो आएको छैन होला किनकि म बन्द कोठामा भएर सुतेर त्यही माथि सुतेर भोइस रेकर्ड गर्दैछु। अलि मजा चाहिँ लागिरहेन म आफूलाई पनि भोइस गर्दा। त्यही पनि बनाइहालौँ भनेर भोइस बनाउँदै के अरे रेकर्ड गर्दैछु। अहिले चाहिँ ठ्याक्कै भुँडी निकालिहाल्नु भयो। अब यहाँबाट पुरै एक साइड भुँडी हुन्छ, त्यसपछि आन्द्रा, अनि त्यसपछि कलेजे फोक्से के हुन्छ निकालेर। अब यो निकालिसकेपछि बल्ल पिस पार्नुहुन्छ। म ती पिस पारेको भिडियोहरू पनि देखाउने छु तपाईँहरूलाई है त। पिस पार्नुभन्दा पहिला चाहिँ वेट गरिँदो रहेछ। मैले मिस्टेक बोलेँ अघि, त्यसको लागि सरी। वेट गरिँदै हुनुहुन्छ हाम्रो गाउँको ऋषि दाई भन्नेले है। वेट गर्दा 8 धर्नी भयो। त्यसमा 8 धर्नीको 20 केजी हुन्छ। 5 केजी हामीले राखेर 15 केजीको चाहिँ लगाएको थियौँ बाहिर बेच्नेलाई। अनि त्यसपछि वेट गर्दै हुनुहुन्छ। फर्स्ट वेट रेकर्ड गर्दैछु। हल्का रेकर्डमा केही मिस्टेक भए सल्लाह सुझाव दिनु होला, के चिजमा मिस्टेक छ। म आगामी दिनमा सुधार्ने छु है त। र अब पिसको कार्यक्रम पनि सुरु भइसकेको छ। यता हुनुहुन्छ ससुरा भने उता हुनुहुन्छ अङ्कल। 2 जनाले पिस पाइरहनु भएको छ भने उता दाइले आन्द्रालाई पिस पाइरहनु भएको छ। अनि यता ऋषि दाइले भाग लाउँदै हुनुहुन्छ। भाग लगाइसकेपछि 1 केजी वेट गरेर पैसा दिने लाने गर्ने चलन छ हाम्रो गाउँघरतिर चाहिँ। तपाईँहरूकोतिर के कस्तो छ प्लिज कमेन्ट गरिदिनु होला। र मेरो भिडियो कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। केही कमी कमजोर छ भने भनिदिनु होला। धन्यवाद।